ओए बुढिया कता छस्? बाहिर हेर त कस्तो हावा लागेछ, ठुलो पानी पनि पर्ला जस्तो छ। त्यसरी गोक्रो सुक्ने गरी चिच्याउन सक्यौ, बाहिर भएको कपडा उठाएर आउन सकेनौ? होइन तेरो त्यो थुतुनोलो राम्रोसँग बोल्न जान्दैन कि के हो? त्यही कुरा राम्ररी भन्न सक्दिनस्। त्यहाँ बसेर परपर गर्न, कपडा भिजे भने तिम्रो खुट्टा भाँचिन्छ। पर्ख तिमीलाई। ओहो नि ठुलो पानी पर्ला जस्तो छ। भित्र बुढीको किचकिच, बाहिर पानी। यस्तो पाराले त धेरै 5 दिन होला हो। ल भन्नुहोस् म्याडम, कपडा कता राखिदिऊ? होइन कति साह्रै जिस्केको यो कुकुर, खुरुक कुता कोठामा गएर पटाएर राख्न। धेरै नै भोक लाग्यो त, कति बेर लगाइ त नि बुढियाले पकाउन पनि। बुढी, ओ बुढी, हैन खाना पाकेन र पेट बाउडिसक्यो, चाँडो गर्न। यिनलाई त मैले आज छोडिन, तिमीलाई हुतिहारा, एकैछिन भोक खप्न पनि सक्दैनौ। होइन बोलाइस् कि के हो? खाला जस्तो गरेर आउँछेस् त। तिमीलाई 5 देखि 10 मिनेट चुप्प लागेर बस्न सक्दैनौ, पाक्दैछ त। अनि त्यस्तो भन्न, खाला जस्तो गरेर आउँछेस् त।